ममा तपाईको मानवता नभने म आँसु झार्दिन थियो होला के। ममा मानवता छ। मेरो दाजुभाइले तपाईलाई के परस् त? म पहिलो मान्छे हुन्छ तपाईका कुदेर आउनु त्यो मलमपट्टि लाउनलाई। म तपाईको स्थानमा देखिए। तर आफ्नै भाइ बहिनीहरु तपाईको सडकमा रगत बगाइरहेको अवस्थामा म त्यहाँ हाँसेर बसेर भाषण दिने अवस्थामा थिइन। म 7 दिनसम्म तपाईको सिटामल खाएर बाँचेँ। न त खाना खाने न त पानी राम्रोसित खाथे न त के खाथे मैले। त्यतिखेर देशमा के होला? प्रधानमन्त्रीको को आउला डर। आँखा झिमिक गर्ने बित्तिकै तपाईको प्रधानमन्त्री गायब होला डर हैन। अब सत्ता र शक्तिका लागि जे पनि गर्न सक्छ पुरानो दलले भनेपछि अहिले पनि जे पनि गर्न सक्ला भन्ने डर। यत्रो युवाहरूले बलिदान गर्नु भएको छ त्यसको लागि तपाईको अहिले ट्रोल बनाउँदै बसिरहेको छ मान्छेहरु। त्यो स्टेजमा बस्नु होला। त्यो दिन सम्झिनु होला। तपाईलाई म सम्पूर्ण आग्रह गर्न चाहन्छु। कतिजनाले भिडियो पनि खिच्नु भएको छ होला। अब यो पनि भाइरल हुन्छ मलाई थाहा छ। तर त्यो दिन याद गर्नु त तपाईको आफ्नो दाजुभाइ त्यसरी बित्यो भने तपाईको आँखाबाट आँसु आउँदैन र? आउँछ त हैन? हैन? अनि त्यसलाई अब एकछिन पक्रिसै आँसु आयो। म साच्चीकै रोएको। आफ्नो देशको लागि रोएको। आफ्नो आमा बुवा दिदी बहिनीहरुको आफ्नो उहाँले छोरा गुमाएको लागि रोएको हो। म रोएको रुन्छु अझै। आफ्नो आमा देशले दुःख पाएर म रुन्छु। मेरो देशको लागि रोएको। कुनै भ्रष्टाचारलाई जोगाउनलाई रोएको हैन। त्यही भएर म सानोसँग मेरो नेपाल आमाको लागि आँसु बगाएको। दुई थोपा भने आँसु बगाए। म त्यो भ्रष्टाचारी जस्तो मान्छेहरु हैन जसले चाहिँ आफ्नो नेपाल आमालाई माया नगर्ने हाँसी हाँसी दुईटा टुक्का हालेर देश लुट्ने मान्छेहरु हामी पर्दैनौँ। हामी त्यसमा पर्दैनौँ है। त्यही भएर त्यो दिन पनि म हजुरलाई स्मरण गराउन चाहन्छु। यो जित मेरो विचारमा त्यो युवाहरूको बलिदानलाई हामीले स्मरण गर्नै पर्छ, सम्झिनै पर्छ। जेनजी भाइ बहिनीहरूको आन्दोलन सम्झिनै पर्छ। तपाईहरुले गरेको योगदान पनि सम्झिनै पर्छ र हामी सबै नेपालीहरूले एउटा आशा बोकेर